तपाईहरु चाहिँ मेरो व्यक्तिगत कुरा गर्नुभयो भने त्यसलाई आरोप लाग्न भन्नुस् है। म जस्ता धेरै मान्छेको लागि तपाईहरु आजको दिनमा अपराधी हो। किनभने हामीलाई त त्यो किताब पढ्नु पर्दैन भन्नुहुन्थ्यो तपाईहरुले हैन। यहाँ जनवाद ल्याउने हो, जनवादी शिक्षा पढाउने हो भन्नुहुन्थ्यो, पढ्न पनि पर्दैन भन्नुहुन्थ्यो। राती गुन्द्रीमा राखेर रातभरि पढाउनुहुन्थ्यो, के पढाएको यति लामो लामो। अनि यहीँबाट डाक्टर साहब यही हुनुहुन्छ, जनयुद्धको नाममा तपाईहरु युद्ध सुरु गर्नुभयो। अहिले डाक्टर साहबले बोक्नुहुन्न होला, तपाईहरुलाई 17,000 को हत्यारा भनिदिन्छन् फेरि हैन। यो सबै बोकेर यहीँबाट सुरु गरेर तपाई त यहाँबाट जननिर्वाचित सांसद पनि रहनुभयो। यो गोर्खालाई चाहिँ आजको नेपाली कम्युनिस्ट पार्टी, मलाई नेपाली कम्युनिस्ट पार्टी भन्न तपाईहरुले त अप्ठ्यारो लाग्छ, मलाई माओवादी भन्न सजिलो लाग्छ हैन, तपाईहरुलाई के लाग्छ होला। अनि तपाईहरुले चाहिँ यो जिल्लामा गर्नु चाहिँ के भयो त भन्नु त। पुष्पकमल दाहाल प्रचण्डले ल्याएर हामीले सांसद बनाएर मन्त्री प्रधानमन्त्री पनि बनाएर गर्नु चाहिँ के भयो। गोर्खाको कुरा गर्दाखेरि तपाईको चाहिँ पृथ्वीनारायण शाहले गोर्खाबाट थाले भएर मलाई अलिकति सम्झना आएको। पृथ्वीनारायण शाहले गोर्खालाई बेस बनाएर यत्रो देश सिर्जना गर्नुभयो। फर्किएर गोर्खालाई के गर्न चाहेको भए धेरै सम्भावना हुन्थ्यो भन्ने लाग्छ। भीमसेन थापा 32 वर्षसम्म कार्यकारी प्रमुख हुनुभयो। हुँदाहुँदै डाक्टर बाबुराम भट्टराई हाम्रो प्रचण्ड होइन प्रधानमन्त्री हुने स्थिति भयो गोर्खाबाट। तर यो बिचमा के भयो भने गोर्खा चाहिँ बनाउने कुरामा स्टार्टिङको कुरामा बेस बन्न सक्ने, तर केन्द्रमा गइसकेपछि गोर्खाको चाहिँ विकास प्रगति त राज्य गोर्खा भन्न सकिन्थ्यो, अरू कयौँ विकसित जिल्लाहरूको समान लान सकिन्थ्यो। तर यो अवसर नपाएको परिवर्तनको जनयुद्धमा नि कुरा त्यही सही हो। युद्धमा ठुलो योगदान र यसले निर्णायक भूमिका निर्वाह गर्यो। तर प्राप्ति के भयो भन्दा प्राप्ति त भएका छन् थुप्रै कुराहरू हैन। डाक्टर साहबले धेरै गर्नुभएको छ, हाम्रो अध्यक्ष हुँदा पनि धेरै गर्नुभयो। जे पनि भयो नि गोर्खा जिल्लाको क्षेत्रमा 2 बाटोमा निर्वाचित भयो, उहाँलाई त्यहीबाट प्रधानमन्त्री बनाएर पठाओ, म त्यहीँको मतदाता हो। उहाँको कार्यकालमा गोर्खा क्षेत्रमा 2 मा विकास भयो के चिज विकास भयो के हो यस्तो हो। पहिला विकास भइसकेको थियो, त भइसकेको ठाउँ थपिने कुरा हो हैन। हामीले भन्न खोजेका कुराहरू कयौँ छन्। त्यसकारण गोर्खाको एउटा ऐतिहासिक रूपले हेर्दाखेरि यहाँ बेस हुने, माथि गएपछि फर्किएर आउने कुराहरूमा समस्या हुने निरन्तरता छ। यो होइन, म पनि त्यसमा पर्छु मेरो पालामा। यो स्थिति विरासत चाहिँ गोर्खाले भएको छ। तपाईको सिंहदरबार सुन्ने हो भने यो मर्म सुनिदिनुपर्छ। जस्तै अहिले पनि भोटखोलाको जनताको हालत हेर्नुहुन्छ भने आगो संसार छ। मनाङ कहाँ पुगिसक्यो, मुस्ताङ कहाँ पुगिसक्यो। त्यो अवस्था मेरो पनि हिस्सा म लिन्छु, म हिस्सा लिन्छु जनप्रतिनिधिको हैसियतले पनि हैन। मेरो आग्रह होइन त्यो होइन, म सांसद हुँदैदेखि भएको र नहुँदा पनि हाम्रो पार्टीले सकेको गरिए नसकेको गरिन सकिएन होइन भन्न दिने होइन। त्यो गलत होइन, मेहनत गर्यो नि। जस्तै तपाईँको लेकसम्म बाटो लैजाने कुरामा हामी समेत, म माओवादी मात्रै पनि भन्दिनँ, काङ्ग्रेस कम्युनिस्ट सबै मिलेर अहिले पछिल्लो खण्डमा गणतन्त्रवादीहरूले जे गरे यस्तो थियो। तपाईँ भचेकमा चाहिँ बाटो गएको थियो, बत्ती गएको थियो, चुम्नुम्री गाडी चढेर जान सकिन्थ्यो। हिजो कयौँ कुराहरू बाँकी छन्, गर्न पर्ने कामहरू नसकिएका छन्, केही पनि भएन भन्ने कुरा चाहिँ त्यो सत्य होइन के।